Hello everyone, welcome to my mini vlog. How are you all? I hope you all are fine. अनि आज हामी म नेपाल गयौँ अनि कोही के अरे आमा बुवाको भाइको चेकअप गर्न बाँकी थियो। मामु अन्जु ठुलबाबालाई पनि भेट्यौँ। उहाँहरू चाहिँ त्यही जब गर्नुहुन्छ। बुवा चाहिँ फ्रुट्स खाँदै बस्नुभएको। त्यसपछि हामी गयौँ जनपोखरा के अरे अनि भ्याकेसनमा जाने भनेको म बिराम भयो अनि म जानै भएन। बल्ल आज जान पायो। भाइ सुतेर मलाई कस्तो एक्लै खेल्न झ्याउ लाग्यो। अनि त्यसपछि त्यहीँ नै खेल्यो। भाइ उठ्यो अनि त्यसपछि अनि सँगै खेलौँ। एकछिन चाहिँ मै एक्लै खेलेँ। अनि सँगै खेलौँ हामी। अनि यो त भाइले मन परे गरेर बजाएको गरेको थियो। अनि हामी यो स्विङ खेल्यौँ। अनि त्यसपछि म यो उस गरेँ माइजू अनि म अनि भाइ खेल्यौँ। अनि त्यसपछि मैले एउटा सानो जम्प बाँधिदिएँ। अनि त्यसपछि भाइ चाहिँ त्यही जम्पमा गरेर बस्यो। म पनि खेलेर बसेँ। अनि अस्ति सानो थियो नि त, त्यही भएर म एक्लै खेल्न पर्थ्यो अनि मलाई कस्तो झ्याउ लाउँथ्यो। अनि अहिले अलि ठुलो भयो, त्यही भएर म सँगै खेल्छु। बल्ल मेरो साथी भयो। अनि त्यसपछि चाहिँ म खेलेछिन्। भाइ चाहिँ बलमा मात्रै खेल्ने भन्छ, ब भन्छ के। अनि यो बल हाल्यो भने चाहिँ माथि पुग्छ। अनि के अरे स्लाइड खेले चाहिँ भाइले। त्यसपछि चाहिँ खेलेको सकिन माथि दौडिन खोज्ने के। अनि म यो गरेँ। म फेरि यो झ्याप्प गयो भने त कता खुट्टा अड्किन्छ नि त। अनि यहाँ खुट्टा पड्क्यो भने त गाह्रो हुन्छ नि त। त्यही भएर मैले बिस्तारै झरेर गरेँ। माइजू र भाइ स्लाइड खेल्यो। अनि म त यो ऐनामा देखेँ। ऐनामा खेल्ने एकछिन त्यो मोटो पातल देखिन्छ कि यो ऐनामा। अनि हेरेर बसेँ। अनि म र भाइ त कस्तो कमेडी देखिएको। अनि चाहिँ यही खेलिरहेँ। अनि स्विङ खेल्यौँ फेरि। अनि भाइको चाहिँ हात नै हो। अनि त्यसपछि चाहिँ यो खेलेको यो भाइ चाहिँ हाँसेको गरेको थियो। त्यसपछि हामी आइसक्रिम खान गयौँ। आजको लागि यति। बाई बाई एभ्रिवान, गुड नाइट। अब चाहिँ म सुत्छु। अब मेरो भोलि ब्लग